फाइनली कुण्डनिर आइपुग्यो। कुण्डको माथिबाट यस्तो भ्यू देखिरहेछ। सबैजना शुभ प्रभात। अहिले म यो सिन्धुली जिल्लामा पर्ने पक्राई भन्ने स्थानमा छु। यहाँबाट चाहिँ आज कुण्ड डाँडा भन्ने ठाउँ तर्फ हाइकिङ गर्ने योजना रहेको छ। बाटो म्याप्स अनुसार चाहिँ यहाँबाट 5-6 किलोमिटर देखाइरहेछ। हेरौँ के कति समय लाग्छ, के कस्तो दृश्य देखिन्छ म तपाईहरुलाई देखाउने नै छु। यो चाहिँ क्यान खोला, उतापट्टि क्यान खोलाको पुल र उता टाढा देख्न सक्नुहुन्छ सेतो र नीलो कलर भएको चाहिँ आर्मी क्याम्प हो। माथि डाँडामा चाहिँ हुस्सु लागिरहेको छ, मजाले पानी परेको जस्तो लागिरहेछ। यो प्रहरी चौकी ज्ञानेश्वर सिन्धुलीको बाटोबाट सिधै नै जानुपर्ने रहेछ। अगाडि गएर उता बाटो छुटिन्छ, म देखाउने नै छु। दृश्य यस्तो छ, खासै गर्मी पनि छैन आज, जे होस् रमाइलो भइरहेछ। यहाँ एकजना स्थानीय बासिन्दाले भनेअनुसार चाहिँ अब यहाँबाट 30-40 मिनटमा कुण्ड पुगिन्छ अरे। गाउँघरको वातावरण प्रदूषण मुक्त, हेर्नुहोस् यस्तो छ। बीचबीचमा कतै कतै कच्ची छ, अनि फेरि ढलान पनि छ। बाइकमा पनि मजाले आउन सक्ने ठाउँ नै रहेछ। म चाहिँ पैदलै हिँडिरहेको छु, एक्सर्साइज होस् भनेर। यहाँनिर चाहिँ हिलो बाटो रहेछ, ट्र्याक्टरले ओहोरदोहोर गरेर बिगारेको जस्तो छ। चप्पल लाएर आएको सजिलो हुन्थ्यो होला, जुत्ता लगाएर आइयो, अलि मिस्टेक गरिएछ। सर्लाहीको ठिटो ठिटो त के भन्नु, अधबैसी उमेरको मान्छे सिन्धुलीमा लखर लखर हिँड्दै हाइकिङ गर्ने भने लखर लखर हिँड्ने काम नपाए जस्तो। अब अगाडि आइपुगेपछि यताको बाटो चाहिँ खोलातर्फ जाँदो रहेछ, यताको बाटो चाहिँ गाउँ बस्तीतर्फ जाँदैछ। अब गाउँ बस्तीतर्फकै बाटोबाट जाने त होला नि, खोलाबाट जाने त पक्कै होइन होला। मजाले धान रोपिएको छ यहाँ फाटमा, हेर्नुहोस्। यो ठाउँलाई चाहिँ पुरानो गाउँ भनिँदो रहेछ। अब यो पुरानो गाउँको बाटो हुँदै नयाँ मान्छे नयाँ ठाउँ जाँदै पुरानो गाउँबाट थोरै अगाडि आइपुगेपछि यस्तो बाटो मोडियो, सिधै नगएर यहाँ गाउँले भने अनुसार चाहिँ यता दाहिनेको बाटो जाने। त्यो उतापट्टिको सिधै बाटो जाँदाखेरि चाहिँ ढाँड खोला हो कि हाड खोला भन्ने मरिन पर्ने ठाउँ पुगिँदो रहेछ। हामी चाहिँ यता, हामी के भन्नु, म एक्लै छु। म चाहिँ यहाँ दाहिने बाटो हुँदै कुण्डतर्फ जाँदैछु। अब यहाँ माथिबाट चाहिँ यो सानो पुल तरेर दायाँ र बायाँ बाटो दुइटै छ। दायाँ जाने कि बायाँ जाने थाहा छैन। मान्छे पनि कोही देखिरहेन, अगाडि गएर कसैलाई सोध्नु पर्ला। तलबाट माथि उक्लिँदाखेरि चाहिँ यो दाहिने बाटो नै जानुपर्ने रहेछ। त्यहाँनिर एकजनालाई सोधेर कन्फर्म गरेर अगाडि बढ्थ्यो। यहाँनिर हक्क कुण्ड जाने ठाउँनिर किसान दाजुभाइहरू खनजोत गर्ने कार्य गर्दै हुन्छ। खेतै खेत भएको ठाउँमा आइपुग्यो, अलि एन्टी लाइट परिरहेछ।
ज्ञानेश्वर वडा नम्बर 2 मा आइपुग्यो। यो ठाउँलाई चाहिँ बन्छ चौरी भनिँदो रहेछ। अब यहाँबाट सिधै गएपछि हामी कुण्डतर्फ पुग्छौँ। यो बन्छ चौरीबाट थोरै अगाडि आएपछि माथि र तल तेर्सो बाटो रहेछ। यो तेर्सो बाटो भएर जानुपर्ने रहेछ। खोला तरेर कुन खोला? क्यान खोला। क्यान खोला तरेर कुण्डतर्फ जाँदै यहाँनिर अर्को सानो सानो खोला देखिँदैछ। यो पनि तरेर अगाडि बढ्ने। ल हेर्नुहोस् खोला खासै गहिरो छैन। छपलाङ छपलाङ मजा आइरहेको छ। पानी सानी परेको भएर होला। खोलाको फोर्स चाहिँ राम्रै छ है, राम्रै छ। सावधानीपूर्वक खोला पार गरियो। बालुवा बालुवा रहेछ, अलिकति भाँसिदो रहेछ। सावधानीपूर्वक पार गर्नुपर्ने हुन्छ त्यस्तोमा चाहिँ। यस्तो बाटो हुँदै हिँड्दैछ। अझै कति टाढा हो थाहा छैन। यो म्याप्सको भर परेर काम भएन। एक्लै हिँडेपछि यस्तै हो। ठिकै छ, जसरी पनि पुगेर फर्किने हो निस्किसकेपछि। 3-4वटा सानो सानो खोला तलेर अगाडि आइसके। जुत्ता हातमा बोकेको छु, मोबाइल अर्को हातमा। बाटो यही हो कि होइन? अर्कै बाटो आउनु पर्ने थियो कि यो हो कि हो? 4वटा सानो सानो खोला तलेर आइपुग्यो। सही बाटोमा हिँडिएछ कि गलतमा हिँडिएछ पनि थाहा छैन। कहाँ पुगिन्छ भन्ने पनि थाहा छैन। हिँडिएछ। यस्तो भिर पाखाको बाटोनिर आइपुग्यो। उकालो धेरै चढिसक्यो। माथि उकालो गरेर फेरि ओह्रालो झर्ने हो कि के हो? माथि नै अर्थाह हुन्छ। यो घारीको बाटो, मान्छे पनि देखिएन एकजना पनि। चरा मुसो गाई पस्तु के पनि देखिएन। यहाँ चाहिँ तेर्सो बाटो भेट्यो। अलिक पर बस्ती पनि देखिँदैछ। कुण्ड डाँडा चाहिँ यही रहेछ साथीहरू। अब कुण्डको मेन त्यो कुण्ड चाहिँ कहाँनिर छ त्यता जाँदैछु। म अलि अगाडि आएको थिएँ, अर्को बाटो आइएको थियो। अब आज एक्लै भएर बाटो पनि कता कता कन्फ्युज भयो। उकालो चढेर फेरि यो ओह्रालो नै झरिँदैछ। सायद कुण्ड जाने त्यही नै होला। अगाडि गएर सोध्नुपर्छ। यस्तो ठाउँमा आइपुग्यो। उतापट्टि डाँडा देखिँदैछ। यहाँ चाहिँ सम्म बाटो छ। फाइनली कुण्डनिर आइपुग्यो। कुण्डको माथिबाट यस्तो भ्यू देखिरहेछ। रमाइलो भ्यू छ। बाटो चाहिँ कता कताबाट अलिक गलत बाटो आइयो छ। माथि चुरेको डाँडाहरू तपाईँ देख्न सक्नुहुन्छ। यहाँ आएर ड्राई पिकनिक खाना गर्नु चाहिँ रमाइलो होला जस्तो छ। पसिन हुँदै जसो तसो यो कुण्डमा आइपुग्यो। यो चाहिँ हरिहरपुर गढीको फेवाताल है, शान्ति नगर। चाहन्छु नि होइन नि फेरि। अब धेरै हिँडाइ भइसक्यो। खाना खाने टाइम पनि हुन लाग्यो। अब यहाँबाट सरासर 1.5 घन्टामा बाइक राखेको ठाउँमा पुगिन्छ पत्राई। त्यहाँबाट 15-20 मिनटमा घर। यहाँनिर चाहिँ कुण्डेश्वरी प्रावि विद्यालय रहेछ। पुरानै विद्यालय रहेछ। 52 सालमा स्थापना भएको। कुण्डको दृश्यावलोकन गरेर अब घरतर्फ फर्किँदै यहाँबाट सिधै बाइक राखेको ठाउँ पथराई पुगेर रोकिनु। यहाँबाट ओह्रालो बाटो 1.5-2 घन्टा अझै लाग्ला। करिब 3.5 घन्टा पैदल यात्रा गरिसकेपछि पथराई आइपुग्यो। थोरै अगाडि बाइक राखेको छु। त्यहाँ यसो खाजासाजा खाएर घरतिर फर्किने हो।